हेलो गाइज, वेलकम टु माई सेकेन्ड ब्लग। यो ब्लग चाहिँ आज चाहिँ यसो टक्क लाएर बिहान बिहान चिसो चिसोमा युनिभर्सिटी जान्ला ब्लग हो। मेरो युनिभर्सिटी चाहिँ युनिभर्सिटी अफ इस्ट लन्डन हो। अब चाहिँ च्याट लाएर यहाँदेखि चाहिँ सरर बिहान बिहान मर्निङमा अरू दिन ट्याक्क लाएर बेरोजगार भएर 10 बजीसम्म सुतेँ नि। आज चाहिँ चट्ट बिहान 7 बजे उठेर ट्याक्क ब्रेकफास्ट गरेर ब्रेकफास्ट नि के भन्ने अरे चिया बिरेट थियो यार, त्यो खाएर चट्ट लाएर अब चाहिँ युनिभर्सिटीतिर चलिदिएको हामी चाहिँ म अनि हाम्रो दोस्त आइगर ईश्वर बुढा थोकी फ्रम कहाँबाट अरे फ्रम सिन्धुली गाडी लेस्क पहाडी सिद्ध बम कान्छी सिद्ध बमबाट हुन्छ दिन चाहिँ। अब चाहिँ गाइजहरू हामी चाहिँ युनि जाने बाटो यो हाम्रो। अब चाहिँ आजको भ्लग चाहिँ पुरै युनिभर्सिटी गएर हामीले के गर्छौँ, कसरी केटाहरूले पढ्छन् कि पढ्दैनन्, मास्टरहरूले कसरी पढाउँछन्, सबै यो चाहिँ यो भ्लगमा चाहिँ हामीले चाहिँ कभर गर्नेछौँ। त्यसैले स्टे ट्युन गाइज, भ्लग अलि लामो हुनेछ, तपाईँहरू सबैले साथ दिनु होला। गाइज हामी चाहिँ युनि चाहिँ पुग्न लाग्यौँ। अब चाहिँ हाम्रो युनि चाहिँ यही हो होइन, च्याटेलारी युनिभर्सिटी अफ इस्ट लन्डन। अब चाहिँ यहाँदेखि चाहिँ अब हाम्रो हुन्छ यहाँदेखि चाहिँ इन्ट्रान्स। अब जाने चट्ट लाएर भित्र। ओहो अब भ्लगिङ गर्नु सुरु गरेको क्या भाइ, काम बेरोजगार भयो भ्लगिङ गरेर अलिकति हुन्छ कि बेरोजगारसम्म कता चाहिँ म यो केटा हो। यसरी चाहिँ हाम्रो चाहिँ जानुपर्छ होइन भित्र। यहाँ फर्स्ट दिन चाहिँ टाउ ठोकेर हैरान भएको थियो, हातै ठोकिनुहुन्न। च्याटे लाएर अस्ति यहाँ यस्तो गराएर च्याट्टै यहाँ चाहिँ यस्तोरी चाहिँ जानुपर्छ होइन। अब चाहिँ उता क्लास चाहिँ उता छ, अझ चाहिँ एकछिनमा जान्छ यता भित्र हो क्या भित्र। एकछिन म सुसु गरेर आउँछु यार गाइज, एकछिन पछि भेट्ने हो। ओके लगेटाहरू टोइलेट सब भइसकेको छ। त्यो बेला चाहिँ अब देखाउनु भएन होइन। अब चाहिँ जाने हामी चाहिँ क्लासमा। के लिफ्टबाट जाने यार, हिँडेर जाउँ है, भगवान्ले खुट्टा दिएन दुइटा। कता हो ईश्वर भाइ यता टो ए आज चाहिँ नयाँ भ्लगर क्लासमै, हाम्रो क्लास चाहिँ यो। औ गाइज लेट्स गो। हटमा आएको छ यस्तरी गर्नु त्यहाँ। मेरो सिट कहाँ यार, झुट हेलो भाइ, म सिट कहाँ मेरो यहाँ अरू खै त अनि ल म यतै बस्नु त। हामीले सिट खोजौँ त नि एउटा, हाम्रो जाने लास्टमा हाम्रो मेट बस्ने लास्टमा जा। ओ हेलो हेलो म नयाँ बिजनेस सुरु गरेँ के ठिक छ। ओहो चस्मा कहाँ आज, चस्मा होइन चिन्ने गाह्रो कुन कसम चाहिँ हलिउड मुभी हिरो जस्तो देख्यौ तिमी त आज। ओ होइन बे निश्चललाई अँ बे ओइ तिमी अस्ति अस्करमा गथ्यौ ए गथेनौ। ओ हाम्रो खरेल ल हेलो भन्दा केटा हो। चाहिँ हाम्रो क्लास हो, यति चाहिँ हाम्रो मास्टर हो। मास्टर हुने हाम्रो मास्टर, यो चाहिँ हाम्रो होल क्लास हो। हाम्रो सर त्यहाँ छन्। हाम्रो यो ल भन त ल के छ ल हालको सब ठिक छ, तिम्रो आफ्नो होला नि मेरो त। मेरो मैले फेरि भइरहेको क्लास होइन, यो हाम्रो मदन शर्माजीको फर्स्ट एन्ड युनि ब्लग हो होइन। दोस्रो हामी आई एप्रिसिएट होइन कसम भनेको यो भनेको फर्स्ट मिनी ब्लग हो हाम्रो। लन्डन चाहिँ बाबा चाहिँ एक्सप्लोर गर्न आउनु प्लिज तपाईँहरू, हाम्रो हलिउड स्टार प्लिज डु सब्सक्राइब माई फ्रेन्ड च्यानल। ओके मदन सर पहिला तिमी चाहिँ गर्नु दुईताल थाक्यो त्यस्तै हो। अरूले गर्नु तिमीले चाहिँ गर सुरुमा त्यत्रो त्यो भाषण दिएर आउने फेरि आफैले गरेर नि झ्याउनु यार केटा हो यार लगडा हो। मजाले फेरि स्टोरेज खाएर अनि फेरि मोड लाउने फेरि झ्याउ लाग्दो यार कलस
18, 22, 23 लाखकोमा टक्ने फी तिरेर क्लासमा आएर भला गर्नु पर्यो कतै पर जिन्दगी गाह्रो हो नि त यार खरेल त खरै खतरा आउने मान्छे यार ए गाइज ल हाम्रो चाहिँ यो क्लास चाहिँ सकिसकेछ अब चाहिँ उता जान्छ हामी चाहिँ नेक्स्ट क्लासमा नेक्स्ट क्लास चाहिँ 2 बजेबाट तबसम्म चाहिँ बन्द छ ल हाम्रो केटाले तपाईँ चाहिँ बिदा भइसक्यो हाम्रो छुट्टी अब छुट्टी छ छुट्टी छुट्टी हो गई ए ब्रो हैप्पी रमजान मैन रमजान मुबारक आपको भी मुबारक थैंक यू यार मैन के छ के हिरो सब बढिया यार केटा ल अब चाहिँ अरू बाँकी चाहिँ अब अर्को क्लासमा है त ल फर्स्ट क्लास सकिसक्यो पढाइ भइसक्यो हामीले पढिसक्यौँ लेखेर अलिकति अपलोड पनि गरिसक्यौँ यो चाहिँ हाम्रो क्लास हो केटा हो हामी चाहिँ यता चाहिँ उमा के भन्छन् त्यो क्लास सकाएर अहिले यस्तो हाफ टाइममा यस्तो सपिङ मलतिर घुम्न आएछौँ केटाहरू पनि आछन् यहाँ हाम्रो केटाहरू घुमिरहेछन् सर्ट अब चाहिँ यस्तो अब के भन्नु गोलीमा कौडिन नि जेडीमा जानु भन्छन् हेरिदिनु त होइन फ्रीमा हेर्न के जान्छ त्यही भएर चट्ट लाएर अब चाहिँ यो चाहिँ सपिङ मल केटा हो भर्खर जलपान गरेर ब्रो ए मुस्तफा इज फ्रम टर्की ब्रो वाट नेपाली वर्ड आई टट यु माकाडक्स लाइक द्याट माकाडक्स म्यान स्टेट अनर्स आज दिनभरिको भोलक त सबै आउँछ होइन अब यहाँदेखि कलेजमा 2टा क्लासहरू बाँकी छन् त्यो 2टा क्लास नै हामी कसरी पढ्छौँ कि पढ्दैनौँ हामी सबै देखाउने छौँ तर क्लासमा कसरी पढाउने त्यो पनि र यहाँ चाहिँ सबै चाहिँ फरेनर मात्रै छन् नेपाली कोरिन्छन् कस्तो राम्रो गरिरहेछन् यार फुड लकर टिम्बरल्यान्ड न्याट दुनियाँभरिको सबै ब्रान्डहरूले राखेर रहेछन् यार कति महँगो होला यो ग्रे वाकरी ल के छैन अहिले एकछिनमा हामी चाहिँ यसो ओर्ने रहेछौँ टिम्बरल्यान्डको माइकर एक दिन यहाँ आएर किन्नु छ फुड लकर दिएर चल्छु विल सो यु म्यान ओके स्टे ट्युन हामी अहिले देखाउँछौँ यो पनि भ्लग पुरा आउँछ आज धन्यवाद हेलो गाइज यो चाहिँ हाम्रो दोस्रो क्लास दिनको हाम्रो सरले पढाइरहनु भएको छ यहाँ बोलेपछि मार्नुहुन्छ ए केटाले पपकर्न खाएर बसिरहनु निकाल न ए यो क्लासी थ्याङ्क यू वेलकम वेलकम अरू खाने खाने यो इस्ट लन्डन हो कि यो महेन्द्र बौमी क्याम्पस हो थाहै छैन यहाँ सब नेपाली 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 ब्रो वेयर आर फ्रम पाकिस्तान हो एक बन्दा मिल गया पाकिस्तान से बाकी सारे नेपाली है इधर क्या मैं किन हिंदी बोल रहा हूँ टाटी सके सर टाटी सके है एकछिन साइलेन्स गर्नुपर्छ के बल्ल सुन्छ अगाडि यसो ल्यापटप राखेर बस्नुपर्छ दिल देख्दैन देखे त्यसले मान्छ खाना यस्तरी पपकर्न खाँदै कसरी नेपाली हो न देखला कि त्यसले देखला अहिले त्यहाँको लाग्छ यो चाहिँ हाम्रो अगाडिको नेपाली दाजु दिदीबहिनी दिएका हुन् पढ्न खाना थाहा खाएको खाइछ आज दिनभर अगाडि एकाउन्ट पढाइरहनु केही बुझ्दैन शान्त भएर त ल पपकर्न निकाल्न खाम यार नेपालमा साइन्स पढेको यहाँ एकाउन्ट पढ्न के बुझ्थेँ मैले केही बुझ्दैन यस्तै यहाँ पढाइ त्यसले के पढाउँछ मलाई मतलब म के पढाउँछ त्यसलाई मतलब खायो बस्यो साथीरा हेलो हेलो भन पछाडिबाट तिम्रो भ्लग त कति लामो हुने भयो नि के भयो त यार नेपाली हो नि
हाय भन्न न केही बुझ्यो भन्छ खाएका यार कामालेलाई फिटा हाल्दा पपकर्न हालिदिन्छु मैले फिट हालिदिने क्या एक एकवटा हालिदिने त्यो फायर हाल्दा म चुतिएँ ज्याउ लाग्यो कानुन 5 दुई हाल्ला बाट कार्यक्रम छ for previous one financial year. The financial statement shows a summary of our revenue. टाइम पास करके होता है इधर के भन्छ काले बुझ्दै बुझ्दैन यार खायो बस्यो जिन्दगी यस्तै छ काम चल्दैन बेरोजगारी जिन्दगी ओ नेपाली चेली बेटीहरू लग्नु खानेहरू यो बट्टा फिर्ता गर्नु थियो त्यही भएर के देशी के बल्दामा दिने बानी खाली चप्पल हाम्रो गाली गर्दै मलाई चाहिँ केटा युनिभर्सिटी अफ इस्ट लन्डन के भन्छ माटन ब्यालेन्सलाई बालान्स भन्छ केही बुझ्दैन हाम्रो जिन्दगी When you come to second year and you're doing taxation, then you are going to do what you call tax year. The tax year starts from 6th of ओ सन्देश ध्यान देऊ उता ट्याक्स दिनला उता ध्यान देऊ कि ट्याक्स दिनला त भन्नु मलाई पछि के हो भनेर त्यो दिन त अगाडि पडोसीले माग्यान के त्यो हजुरकै हो अगाडि के हो बट्टा हजुरकै हो क्या हाम्रो होइन त्यो मेरो होइन सन्देशको सन्देशलाई त्यतिकै देऊ नि त्यो किन फोकट दिन्छ सन्देश लौ तिम्रो यो टिफिनको हो कि विशाल सन्देश देऊ त सन्देशको हो कि त्यो खाने नखाऊ तिमी सोझो हो कि तर यार यस्ता सोझो दिनुपर्छ मा जरुर गाली खान्छ तिम्रो भ्लग त लामो भयो कि साथी नाम मदन शर्मा नाम रिभिल गर्नु हुँदैन के अनबक्सिङ गर्ने उसको नाम नै अनबक्सिङ गर्ने गरे यस्तो त छ खायो भने के हो के साइको केही भन्दैन खराब यसकै लागि अब यहाँसम्म बिहानदेखि अहिलेसम्म बसेँ हाजिरी पुरो प्योर टन होला न खाली बस्नु त्यो उसले पढाउने काम उसले पढा हाम्रो पढ्ने काम यस्तै हो ल अब अर्को क्लास केटा हो If I want to know, I can compare my sales for last year and my sales for this year. Or I can compare for about 5 years. And that will be the comparison of what you are talking about. it's money ले जाओ यार जिसका भी मेरे को क्या Comparing profits, we can do so far. तिमी त पुरै ठेगाना लेख्न लाग्यो साथी So I can also compare what? Just go profit with what? Answer.
But we are not doing this. I don't want it. Okay? Keeping track of what? So as you do, you take record of all your costs, काम छैन all your expenses. बेरोजगार जिन्दगी And you take record of all your revenue. यही त कालीले भने के बुझ्दैन के भने Accounting what? Retro means what? Okay? So we are very अलि धेरै सजिलो रह्यो त्यसो भएको बुझ्ने भयो एउटा कुरा त बुझ्दै के हेर्ने होइन बोर्डमा interpretation to explain how it is, whether you are getting more interpretation. If I come here and I speak ओके यार खाडाला and you understand, and somebody who understands your language will interpret to you, explain to you. Okay? That's interpretation. Okay? So, we are now going to start, so everybody should get this one. We are going to start from one where we call trading account. अगाडि के परेको देखाउँछु है रोग एकछिन 2 मिनेट पढ्ने यहाँ अकाउन्ट नेपालमा बिबिएस गर्दा कति हुँदो यहाँ 22 लाख खर्च यही पढ्न आउँदा खै जिन्दगी पढाएको पनि छ नि ताई मोस्ट स्कलर स्टुडेन्ट अफ इस्ट लन्डन ए यस्तो छ यहाँ अगाडि वहाँ पढेर यता यस्तै हेर्दैन म त्यो ए डुल्यो मजाले मजा त आउँछ यार सही पढ्ने त्यस्तै हो डुल्यो के रहने तल गएर बुझेर आउँछु आउनुपर्छ कि ल यस्तो जग्गा भने यहाँको पढाइ अब एउटा क्लास बाँकी छ त्यसरी छुट्टी 6 बजे 9 बजे आएको मान्छे 6 बजे छुट्टी त्यसरी चाहिँ सिधा घर ल थ्याङ्क यू ल गाइजहरु आजको हाम्रो क्लास चाहिँ सकिसकेको छ एकदमै मजा आयो अब अर्को क्लास हामी अर्को दिनबाट सुरु गर्ने छौं एकदमै मजा आयो के गर्नु अलिअलि बोर पनि लाग्छ बिहान 9 बजे आएर साँझ 6 बजे छुट्टी हाम्रो बिहानको साथी अहिले पनि साथी छन् एउटै घरका साथी पनि जे गरे नि ल गाइज स्टे ट्युन यहाँसम्म पक्कै पनि भिडियो हेरिसकेपछि अब पक्कै नि चाहिँ सब्स्क्राइब गर्नु होला हैन अनि लाइक गर्नु होला शेयर गर्नु होला रमाइलो छ अर्को यस्तै भ्लगहरु हामी लिएर आउने छौं थ्यांक यू गाइज आजलाई यति नै टाटा